मध्यबिन्दु नगरपालिका 1 पतवारीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको मरहा गुराई बाबा स्तम्भ पुनः स्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। थारू समुदायले आफ्नो आस्था र परम्पराको प्रतीकका रूपमा सदियौंदेखि पुज्दै आएको यो स्तम्भ शनिबार स्थानीय अगुवा पुण्यश्वर महतोको अध्यक्षतामा पुनः स्थापित गरिएको हो। कार्यक्रममा परम्परागत नाचगान, पूजाआजा तथा धार्मिक अनुष्ठानहरू समेत सम्पन्न गरिएको थियो। स्थानीयवासीहरू अनुसार स्तम्भ पुनः स्थापनाले समुदायमा धार्मिक तथा सांस्कृतिक चेतनामा नयाँ उत्साह ल्याएको छ। ऐतिहासिक रूपमा सिर्जना भइसकेको स्तम्भलाई संरक्षण गर्दै नयाँ स्वरूपमा पुनः स्थापित गर्न शुक्रबार साँझदेखि नै विधिवत रूपमा पूजा अर्चना गरी शनिबार स्तम्भको स्थापना गरिएको हो। गुरु गुणबहादुर गुरौले स्तम्भमा शक्ति रहेको विश्वास जनाउँदै धार्मिक आस्थालाई जगेर्ना गर्दै जोगाउनु पर्ने कुरामा जोड दिनु भएको थियो। धर्म कर्ममा आस्था हुनुपर्छ, जागरण गर्नुपर्छ। यसको संरक्षण गर्नको लागि स्थानीयहरू एकजुट भएको गुणबहादुर गुरौले बताउनुभयो। दुई भाइ भेले पुण्य से हिनका कथी कहले त यो एउटा जोरहारी हिनकर बाग फुलवा बाड़ी फुलवारी यहाँ बड़े हिनकर पानी पजेर यहाँ बड़े हिनका कहाँ इनार खेलौले त हमरे सामने बसु वहाँ गिम्डम बसु पानी खेल्न न कुआं पर पानी बनौले उसने लगायत करके हमरा आज एकरे के आज भर है कि हमरा कह पर संरक्षण करे के सके सम हमरा करे के स्थान व्यवस्थित कर पड़े व्यवस्थित कर भनी हमरा पूजा करे फुंडो लगते मंदिर तो बनो सो मंदिर में हमारे मूर्ति ना रहते भले हमरा वो मंदिर हमरा कसके जानकारी के पूजा करे के मंदिर में एउटा पूजा रास्ता हुआ थे गाँव तरह जते जुट में कोनो है न पहाड़ी रहे हमारे एउटा जिम्मेदार रहे उहे दोसर जात रहे तो थारू रहे तखनिक हमार पुरखान ई कह पड़ले संहारल संपत्ति ई हमार कह पड़ले जोगावल संपत्ति हमारा ये करे के कथी का सौ तो मोर का सौ हमार थारू भाषा में मोर का सौ। त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर 1 का वडा अध्यक्ष तिलकराम नेउपानेले यस्तो ऐतिहासिक सम्पदाको संरक्षणमा वडा कार्यालय सधैँ अग्रसर रहेको बताउनुभयो। यो स्तम्भ इतिहास हो, हाम्रो सन्ततिलाई हस्तान्तरण गर्न संरक्षण गर्न अत्यावश्यक रहेको वडा अध्यक्ष नेउपानेको भनाइ थियो। त्यहाँ धान जम्मा गर्ने र वर्षभरि जसको घरमा खाना पुग्दैन उहाँहरूलाई त्यो सापटीको रूपमा दिने र फेरि मङ्सिरमा धान उत्पादन भएपछि त्यो सापटी लगेको धान यहाँ फेरि जम्मा गर्ने जुन प्रचलन राख्नु भएको थियो हाम्रो अग्रजहरूले। सर्वप्रथम त ती हामीमा ती अग्रजहरू हुनुहुन्न, ती सम्पूर्ण अग्रजहरूलाई मैले श्रद्धासुमन टगाउन चाहन्छु। र अघि नै भगवान दाइले नै भन्नुभयो यो एउटा इतिहास हो, यसलाई हाम्रो कालखण्डमा पनि हाम्रा पछि हामीभन्दा पछिका पिँढीहरूले पनि एउटा इतिहासको रूपमा लिन सक्छन्। यदि काहीँ त्यस्तो सम्भावना छ, सम्भव छ र काहीँ अग्रजका घरहरूमाथि यसका लेखहरू, पुराना कागजहरू त्यस्तो छ भने त्यसलाई खोजौँ। त्यसमा स्थानीय सरकारले गर्नुपर्ने सहयोग सदैव हजुरहरूको साथ छ, त्यसले हामीले पनि सहयोग गर्छौँ। मध्यबिन्दु साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष भगवान खनालले वनबाट स्तम्भको लागि सालको काठ उपलब्ध गराउनुको साथै उहाँले स्थानीय क्षेत्रमा रहेका यस्ता ऐतिहासिक तत्त्वको प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभयो। स्थानीय क्षेत्रमा रहेका ऐतिहासिक धरोहरहरूलाई सम्वर्धन प्रवर्धन गर्ने उसको महत्वपूर्ण भूमिका र कर्तव्य हो। त्यसको विशेष रूपमा यस्तो किसिमको यस्तो भनेर मलाई बताइसकेपछि म अलिकति प्रभावित भएँ। किन भन्दा यो कला संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, यो परम्परादेखि चलिआएको रीतिरिवाजलाई हामीले जगेर्ना गर्न सकिएन भने हाम्रो अस्तित्व मेटिएर जान्छ। त्यसैले यसलाई सम्वर्धन गर्नु र व्यवस्थापन गर्नु र मेरो तर्फबाट के कति गर्न सकिन्छ त्यो सम्पूर्ण मन लगाएर मैले गर्नेछु भनेर उहाँहरूलाई आश्वासन दिएको थिएँ। पुनः स्थापना कार्यक्रममा वडा अध्यक्ष तिलकराम नेउपाने, वडा सदस्य जीवन गिरी, रेमकुमारी महतो, हेमराज महतो, वडा सचिव रेखा पोखरेल तथा मध्यबिन्दु साझेदारी वन उपभोक्ता समितिका भगवान खनाल सहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा तथा वृद्धहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।